ल सबैजनालाई हार्दिक स्वागत छ है। ल नमस्कार सबैजना आउनु भएको रहेछ है। ल अब सबैजनाले आमाले गाउँदाखेरि सबैले छोपिदिनु होला। अब थप्पाडी पनि मारिदिनु होला, मजाले झुम्दिनु होला। पछाडि उभिरहनु भएका नानुहरू राम्रोसँग नाचिदिनु होला है। ल अब हामी सुरु नै गरौँ होला है। जन्मेको सानो गाउँ भिरै भिरको बिचमा छ म जन्मेको सानो गाउँ बाउलुङैको राय डाँडा सिकादिबो ना बाउलुङैको राय डाँडा सिकादिबो ना बाउलुङैको राय डाँडा सिकादिबो ना हे यो मेरो जिन्दगानी सुख दुःख झेलेको यो मेरो जिन्दगानी सुख दुःख झेलेको सम्झना छ केटारीमा गोटा खेलेको सम्झना छ केटारीमा गोटा खेलेको सम्झना छ केटारीमा गोटा खेलेको चमेली र सुन्तली दिदी बहिनी दमाली चमेली र सुन्तली काला टुली बटुली खेल्थ्यौं पुतली काला टुली बटुली खेल्थ्यौं पुतली काला टुली बटुली खेल्थ्यौं पुतली हे सानो सानो घर बनाउँथ्यौं कुनातिर झाँटाको सानो सानो घर बनाउँथ्यौं कुनातिर झाँटाको भाँडा कुँडी ढुङ्गाको दाल भात माटाको भाँडा कुँडी ढुङ्गाको दाल भात माटाको भाँडा कुँडी ढुङ्गाको दाल भात माटाको। हजुर हजुरले होमवर्क गर्न पर्ने छैन र? ए होमवर्क म अहिले तिमीलाई गिटारबाट भन्छु है। रातिसम्म कामै कामको थियो मर्का बिहानबाट रातिसम्म कामै कामको थियो मर्का कहिल्यै पुरा भएन हाम्रो होमवर्क कहिल्यै पुरा भएन हाम्रो होमवर्क कहिल्यै पुरा भएन हाम्रो होमवर्क हे स्कुल हाम्रो बना पाखा मास्टर गाई भैँसी हुन् स्कुल हाम्रो बना पाखा मास्टर गाई भैँसी हुन् डाक्टर हाम्रा धामी झाँक्री जान्ने जैसी डाक्टर हाम्रा धामी झाँक्री जान्ने जैसी डाक्टर हाम्रा धामी झाँक्री जान्ने जैसी भिरकै काँचा भिरकै गाछा काटिन्थ्यो भिरकै बाछा भिरकै काँचा भिरकै गाछा काटिन्थ्यो मौरी भिरमा म काट्दा हातले चाटिन्थ्यो मौरी भिरमा म काट्दा हातले चाटिन्थ्यो मौरी भिरमा म काट्दा हातले चाटिन्थ्यो हे उकालीको ठाडो बाटो
तरे जस्तै लिस्नामा उकालीको ठाडो बाटो तरे जस्तै लिस्नामा कहिले कहीँ त झ्याप्पै हात पर्दो सिस्नामा कहिले कहीँ त झ्याप्पै हात पर्दो सिस्नामा कहिले कहीँ त झ्याप्पै हात पर्दो सिस्नामा कति फेरा काँडा बिजो कति फेरा हात काटो कति फेरा काँडा बिजो कति फेरा हात काटो अरू उपाय केही नि थिएन रोयो रात काटो अरू उपाय केही नि थिएन रोयो रात काटो अरू उपाय केही नि थिएन रोयो रात काटो हे ढाडा खोल्छ भर्कालामा खाली खुट्टै कि चिन्तो ढाडा खोल्छ भर्कालामा खाली खुट्टै कि चिन्तो त्यही ढाडामा फल्दो काँक्रो फर्ची चिचिन्दा त्यही ढाडामा फल्दो काँक्रो फर्ची चिचिन्दा त्यही ढाडामा फल्दो काँक्रो फर्ची चिचिन्दा एकचोटि त नागी छु म छिर्के मिर्के लामकिरा एकचोटि त नागी छु म छिर्के मिर्के लामकिरा स्वा गर्दैछु लुलुलु कसो झाङतिरा स्वा गर्दैछु लुलुलु कसो झाङतिरा स्वा गर्दैछु लुलुलु कसो झाङतिरा हे अरी गल्ने पढिन्तो झिमारिनी झारिन्तो अरी गल्ने पढिन्तो झिमारिनी झारिन्तो चकचक गरे पनि घरमा खुसी पारिन्तो चकचक गरे पनि घरमा खुसी पारिन्तो चकचक गरे पनि घरमा खुसी पारिन्तो हजुर हजुरको पालीमा कति मोबाइल चलाउनुहुन्थ्यो खोइ मैले त केही बुझिनँ नानी मोबाइल मोबाइल ए मोबाइल मोबाइल त मैले अहिले गीतै बाजा भन्छु है उबेलाको मोबाइल हाम्रो डोको नाम्लो आँसियो उबेलाको मोबाइल हाम्रो डोको नाम्लो आँसियो त्यही चलाउँदै हिँड्ने पनि हाँसी हाँसी त्यही चलाउँदै हिँड्ने पनि हाँसी हाँसी त्यही चलाउँदै हिँड्ने पनि हाँसी हाँसी हे अर्जापेको आँसी त झन् आइफोन पाए जस्तै हो अर्जापेको आँसी त झन् आइफोन पाए जस्तै हो घाँस दाउरा त ननी घिउ खाए जस्तै हो घाँस दाउरा त ननी घिउ खाए जस्तै हो घाँस दाउरा त ननी घिउ खाए जस्तै हो हजुरआमा हजुर तपाईँको पालोमा आइफोनले घाँस काट्यो आइफोनले म गीतबाट भन्छु सुना घाँस दाउरा त आइफोन होइन आइएमले हो काटेको घाँस दाउरा त आइफोन होइन आइएमले हो काटेको त्यसैमाथि जिउमा हुन्थ्यो भोटो फाटेको त्यसैमाथि जिउमा हुन्थ्यो भोटो फाटेको त्यसैमाथि जिउमा हुन्थ्यो भोटो फाटेको हे अझै पनि सम्झना छ मेरो बाला दिनको
अझै पनि सम्झना छ मेरो बाला दिनको खोल्टी भएको जामा लाउँथिम चाइना जिनाको खोल्टी भएको जामा लाउँथिम चाइना जिनाको खोल्टी भएको जामा लाउँथिम चाइना जिनाको दस बाह्रको उमेरमा त जामालाई फालिदिए 10 12को उमेरमा त जामालाई फालिदिए जिउमा अब गुनियो र चोली हालिदिए जिउमा अब गुनियो र चोली हालिदिए जिउमा अब गुनियो र चोली हालिदिए हे गुन्यौ चलोलाई पछि त फुरुक फुरुक परियो गुन्यौ चलोलाई पछि त फुरुक फुरुक परियो मकै परी काममा जनाइ अघि सरियो मकै परी काममा जनाइ अघि सरियो मकै परी काममा जनाइ अघि सरियो हजुरआमा हजुर तपाईँले नयाँ गुन्ने चुली पाएपछि टिकटक बनाउनु भएन ए के भन्यो टिकटक टिकटक त अहिले म गीतेबाट भन्छु सुना होइन नि टिकटक त कहाँ पाउनु टुकटुके हो चलाउने टिकटक त कहाँ पाउनु टुकटुके हो चलाउने त्यसैले त खनी खोर्ची अन्न फलाउने त्यसैले त खनी खोर्ची अन्न फलाउने त्यसैले त खनी खोर्ची अन्न फलाउने हे कल्पना नि कहाँ थियो र मोबाइल भन्ने जन्तु त कल्पना नि कहाँ थियो र मोबाइल भन्ने जन्तु त अहिले त अङ्ग्रेजी नि बोल्छु अन्टु त अहिले त अङ्ग्रेजी नि बोल्छु अन्टु त अहिले त अङ्ग्रेजी नि बोल्छु अन्टु त जन्म थलो सम्झँदा नि यति त मरै छैन जन्म थलो सम्झिँदा नि यति त मरै छैन अहिले त गाउँ रित्तै छ रे बस्ने कोही छैन अहिले त गाउँ रित्तै छ रे बस्ने कोही छैन अहिले त गाउँ रित्तै छ रे बस्ने कोही छैन हे बाटो पनि पुगेको छ बत्ती पनि बोल्याछ बाटो पनि पुगेको छ बत्ती पनि बोल्याछ तर सबले गाउँ छोड्ने लहर चलेछ तर सबले गाउँ छोड्ने लहर चलेछ तर सबले गाउँ छोड्ने लहर चलेछ पाखामा गाडी गुड्छन् त्यसमा चढ्ने कसले हो भिर पाखामा गाडी गुड्छन् त्यसमा चढ्ने कसले हो स्कुल कलेज खुलेका छन् पढ्ने कसले हो स्कुल कलेज खुलेका छन् पढ्ने कसले हो स्कुल कलेज खुलेका छन् पढ्ने कसले हो हे यस्ता
यस्ता कुरा सम्झँदा त चिरिन्छ नि छाती हो यस्ता कुरा सम्झँदा त चिरिन्छ नि छाती हो आजलाई बिदा माग्छु भइगयो साथी 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 जन्मेको सानो गाउँ भिरै भिरको बिचमा छ म जन्मेको सानो गाउँ बागलुङको राय डाँडा सिका दिपोना बागलुङको राय डाँडा सिका दिपोना बागलुङको राय डाँडा सिका दिपोना हे यही हो मेरो जिन्दगानी सुख दुःख झेलेको यो मेरो जिन्दगानी सुख दुःख झेलेको सम्झना छ केटारीमा गोटा खेलेको सम्झना छ केटारीमा गोटा खेलेको सम्झना छ केटारीमा गोटा खेलेको चमेली र सुन्तली दिदी बहिनी दमाली चमेली र सुन्तली काला टुली बटुली खेल्थ्यौं पुतली काला टुली बटुली खेल्थ्यौं पुतली काला टुली बटुली खेल्थ्यौं पुतली हे सानो सानो घर बनाउँथ्यौं कुनातिर झाँटाको सानो सानो घर बनाउँथ्यौं कुनातिर झाँटाको भाँडा कुँडी ढुङ्गाको दाल भात माटाको